मर्लक्कै बिर्सेर फेरि मैले आजको यो ब्लग चाहिँ बनाउनै पाएन नि त। फुल निन्द्रामा छु है। निन्द्रामा भए तापनि अब आफ्नो ट्राभललाई कन्टिन्युटी दिनुलाई म चाहिँ अहिले आइपुगेको छु अबुधाबी इन्टरनेसनल एयरपोर्ट। जाँदैछु कहाँ? जाँदैछु प्यारो देश नेपाल। तर अहिले चाहिँ अलिकति फ्लाइटको अनएभाइलेबिलिटीले गर्दा म चाहिँ अहिले यो ट्रान्जिट फ्लाइट लिनुपर्ने भएको छु। त्यसैले म दिल्ली हुँदै काठमाडौँतिर जाँदैछु। एकदम नै सडन प्लान। ईदको केही दिनको छुट्टीको कारण म चाहिँ छुट्टी सेलिब्रेट गर्नको लागि त होइन, तर घरबाट टाढिएको पनि आज लगभग 1.5 वर्ष पुगिसकेको रहेछ। त्यो कुरा महसुस भयो। अनि यो 6 दिनको छुट्टीलाई सदुपयोग गरौँ भनेर आफ्नो प्यारो देश, आफ्नो घर नेपालतिर लाग्दैछु है। ह्याभिङ सेड दिस, तर यो पालि पनि सरप्राइज त होइन है, तर हुन्छ नै। अलिकति घर कसैलाई पनि खबर गरेको छ होइन म आउँदैछु भनेर। तर म चाहिँ हिँडिसकेँ यहाँबाट है त। अहिले ठ्याक्कै आइपुगेको छु अबुधाबी इन्टरनेसनल एयरपोर्ट र जाँदैछु दुबई होइन, अहिले म चाहिँ अबुधाबी हुँदै Delhi to Kathmandu, and after a few days I'll be back from home country back to Delhi and Bia. अलिकति सरप्राइज त भइहाल्छ। छोरा बुढी बाबा आमा दाइ भाउजू छोरा छोरी भान्जा भान्जी दिदी सबै घर त्यही हुन्छ क्या रे योपालि। रमाइलो हुन्छ क्या रे। यो 6 दिन 6 साल जस्तो बिताएर आउनुपर्छ। एकदम नै भव्य, एकदम नै रमाइलो गरेर आउनुपर्छ। See you guys. दिल्लीमा अब अवतरण एनाउन्स पनि गर्दैन। दिल्ली यस्तो रहेछ। far more better than भन्नु त नहुने हो, तर हाम्रो नेपाल सिलिमिलीमा अहिले चाहिँ भर्खर मात्रै दिल्ली एयरपोर्टमा आइपुगेको छु। दिल्ली एयरपोर्टमा आएर ड्युटी फ्री बाबाको लागि लिएर आउँदैछु। ब्ल्याक लेबल अरे इन्टरनेसनल एयरपोर्ट पहिलोचोटि अराइभलमा आइयो है। एकदम सानो छ तर राम्रो छ। यो पनि प्रगति नै भन्नुपर्छ। अरूले गर्दै गयो भने ऋणमै गर्दै गयो भए पनि यस छ भन्न पाइएको छ। अब फ्लाइट चल्ने त कहिले हो त्यो थाहा भएन होइन। ठिक छ, अब पोखरा आइयो। अब फ्यामिलीलाई अलिकति सरप्राइज दिने बेला आएको छ। हेर्दै जानु होला है त। निद्रा पुगिरहेको छैन। सरप्राइज दिन आएको मान्छेलाई कोही छ त यहाँ रिसिभ गर्नलाई? छापलुकै बाहिर बस्छु। बाहिर कोही छ? बाहिर सरप्राइज दिन आएको मान्छेलाई लिन कोही आयो त आफै सरप्राइज हुन्छ नि। होइन मैले उताबाट टिकट काटिनँ यहाँ कति बेला आइपुग्छ भनेर।
अनि ठ्याक्क यहाँ आइपुग्दा चाहिँ फेरि टिकटै पाइनँ क्या मैले यहाँको। भरे 4 बजीको मात्रै रहेछ। 4 बजेको अब फिक्सै छैन, फेरि जान्छ जाँदैन। ए दी हजुरको त कति लामो कपाल भएको हो? काम यहाँ? Welcome to you all in my blog. Today we are here in Paris Garden, जिकाको गार्डन। जिकाको गार्डनमा यो चाहिँ म्याङ्गो मजासँग फुल खेलिरहेको छ। म्याङ्गोको बोटो चाहिँ मजासँग फुल खेल्दैछ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू, अलिकति ब्लरिङ भयो क्या। अनि यता यो चाहिँ सर्लकै अङ्गुरको बोटो है, ग्रेप्स हुन्छ नि, ग्रिन ग्रेप्स। यो चाहिँ ल भन्नुहोस्, ल गेस गर्नुहोस् यो के को बुटो हो? यो चाहिँ वान एन्ड ओन्ली अभोकाडो। फलफुलको राजा भन्छ नि अभोकाडोलाई, हो त्यही हो यो। तपाईँहरूलाई यो कङ्क्रिटको यो रड देखिसक्दाखेरि अब यो के को बुटो हो भनेर त मैले भनिराख्नु पर्दैन। यो चाहिँ एकदम नै अब फलफुलको राजाहरूमा नै पर्ने एउटा ड्रागन फ्रुट। अनि अर्को कुरा चाहिँ यो मेहनत हो नि त यो भनेको। अनि यसैको फेदमा तपाईँहरू चाहिँ यसरी यो स्ट्रबेरीलाई यसरी सर्लक्क घुमाएर लगाइदिने हो भने यो चाहिँ एकदम डबल फाइदा, एकदम उपयोगी हुने भयो। सर्लक्कै यो ड्रागन फ्रुटको जरामा चाहिँ मल हालेर अनि यो साइडमा चाहिँ स्ट्रबेरी लगाइदिने हो भने चाहिँ दुइटै यो फलफुलको यो बिरुवालाई चाहिँ एकदम मल पुग्ने भयो होइन। अनि यो सपार्नलाई, यसलाई एकदम अझै उन्नत बनाउनलाई चाहिँ तपाईँहरू चाहिँ यो भित्र किचन वेस्टहरू पनि हाल्न मिल्छ नि त जिका। मजा यस्तो छोपेर राख्छु। तपाईँहरू देख्न सक्नुहुन्छ खाएर फ्याँकिएको यो करेलाको यो हो त बियाबाट, करेलाको सिडबाट बिरुवा किन्नु नपर्ने भयो नि त। यो काँक्रो पनि होला सायद त्यो, होइन त्यो करेलै रहेछ। ल ल ल ल यता लिची छ होइन, लिची पनि एकदम सानो प्रजातिको तपाईँहरूलाई लाग्न सक्छ। अब यो घरको साइडमा लिचीको बिरुवा किन छ, बोट किन छ भनेर। तर यो चाहिँ सानो प्रजातिको। अब यहाँ फल छ, त्यसपछि यहाँ नै यो लिची अब लटरममा फलेर एकदम खान योग्य, त्यो पनि विषादी रहित है। फेरि यो भनेको प्यारेको गार्डन हो, यो झिकाको गार्डन। ल ठिक छ ल। अझै एउटा फल त देखाउनै बाँकी छ त। पहिला यो पनि हेरौँ न, फुलको बिरुवाहरू हाम्रो भाइ बहिनीहरू यति सजाएर राखेको छ। यी मेहनतले हो नि त सबै कुरा हुने भनेको, घर सजावटको लागि होइन। त्यो गण्डकी ट्राउट होइन मेताजी, त्यो हामी अहिले माझी कुना जाँदैछौँ। त्यहाँ के पाउँछ भन्नुहोस् त प्लिज। के पाउँछ? हजुर फर्स्ट टाइम हो? नो प्रब्लम, हामी मोस्ट अफ अस आर गोइङ फर फर्स्ट टाइम। ओके हजुरहरू जानुभएको गण्डकी ट्राउटमा? अनि माछा खानुभयो? हामी चाहिँ आज एकदम सर्ट भिडियोमा, सर्ट टुरमा जाँदैछौँ माझी कुना। बढ़िया। Wow. Thank you for promoting my blog. Hi guys. Super Banji. Wait. म त अब खिचिहाल्छु नि। दाइ दिदीलाई मेरो भ्लगमा स्वागत छ।
चाहिँ एकदम सर्ट टुर एकदम फ्यामिली ग्यादर भएर माझी गुनामा जाँदैछ फ्यामिली ट्रिप हो यो चाहिँ विशेष गरी एकदम भेटघाटको लागि एउटा सानो पल्ला मिठो बनाऊ भनेर हामी सबै मिलेर हामी अल द वे टु माझी गुना जाँदैछौँ ल अहिले हामी आइपुगेको छौँ यहाँ माझी गुनामा हामी हाम्रो परिवार सबै परिवार हेलो हेलो हाम्रो सबै परिवार मिलेर चाहिँ आज हामी माझी गुनामा सानो भेट गरेर टाइम स्पेन्ड गर्न आइपुगेको छौँ साँधेको चटपट के नानीहरू मैले 4 प्लेट भन्दैछ मेघनासको छेउमा यो भनेको चाहिँ ठ्याक्क उता हेर्नुहोस् न उता खान्छु उता हेर्नुहोस् हाम्रो चाहिँ यहाँ अहिले फर्स्ट राउन्ड चलिरहेको छ हालेर यो हाल्नु मलाई राखेको त म खाइदिन्छु हो फेरि पुटो नपार्दाखेरि मेरो देउता रिसायो नि त अहिले चाहिँ हाम्रो फर्स्ट सेकेन्ड थर्ड राउन्ड सकिएर अब हामी फोर्थ राउन्डतिर जाँदैछौँ हाम्रो सबै परिवार चाहिँ अहिले खाना खाइसकेर मेरो गफगाफतिर लाग्दैछ बच्चाहरू चाहिँ आफ्नै धुनमा मस्त खेलिरहेको छ होइन अब लास्ट राउन्ड हामी चाहिँ एउटा मिठो माछा र भात खाने अब लास्ट फाइनल राउन्ड चल्नेवाला छ खाना खाने नखाने हजुरहरू आउनुहोस् आउनुहोस् शुभ आउनुहोस् आउनुहोस् त्यो फोल्डीमा फोल्डीमा राख
ढुङ्गा बसोर हेलो गाइज वेलकम टु माई भ्लग आन्टी हेलो भनिदिनु हेलो यो चाहिँ हाम्रो घर हो आज चाहिँ हामी घरमा आएको म यहाँ काम गर्दैछु त्यो गोबर सोर्नु त जानिहाल्छ नि एक मिनेटमा त्यो सबै यो चाहिँ हाम्रो मिक्की हेलो मिक्की नाम पनि हो फेरि हो सारा मम्मी हाम्रो घरमा भैँसीको धरि नाम छ यस्तै छ के गर्नु हाम्रो ज्याक कहाँ गयो ज्याक त अस्ति हावा चलेबाट अलि बेपत्ता छ सारा गुरुङको मकै सुलीको नाम छ छैन अब चाहिँ सोच्नुपर्ने अवस्था घरको एकदम हाम्रो रियल स्टोरी भनेको यो हो है विदेशको ठाउँमा सहरमा अर्को कुरा नि ल्याउनु अब अर्को छोरीले नि उठाउनु परेन त नि यहाँ रियलमा यस्तो
अहिले बस्नु नरहेछ है म त मदनी हिँड्यो अब जो जरा हजुरलाई त एम तोइमले त्यसै कालो गन्धमा आवे बन्दी भयो तोइम मसिन जो मरली फियो त सिला स्याम त एम निधि भी में दिस इज माई होम टाउन र यसको नाम रहेको छ यागो पेरोटोल। यो यागो पेरोटोल भनेको चाहिँ गुरुङ भाषामा हो र हाम्रो नेपाली भाषामा चाहिँ यसलाई तेर्सो टोल भन्छ, जहाँ सबै घरहरू ढुङ्गाले बनेको छ अनि एउटै लाइनमा भएको हुनाले चाहिँ तेर्सो टोल भनेर नामाकरण गरिएको रहेछ यो चाहिँ है। फुलको बुट्टा चाहिँ हुँदैन पऱ्यो यहाँ क्या। This is part of the village life. ए हनुमान यहाँ धीरबन ल्यावा काय धीरबन वाला बिसरे प्राय यो ठाउँको चाहिँ मैले सधैँ फोटो मात्रै लिने गर्थेँ, तर आज चाहिँ भिडियो नै कैद गरौँ अनि मनसपटलमा आयो है। यो चाहिँ हाम्रो तेर्सो टोल माथिबाट देखिने अनि प्लस डाँडा भन्छ यसलाई चाहिँ हाम्रो पोखरा 20 पोखरा वडा नम्बर 20 साबिक मौजा भन्नुपर्छ, साबिक मौजा एक मोहरिया। अहिले चाहिँ त्यो हाम्रो त्यहाँ निलो टिनले छाएको चाहिँ हाम्रो क्लब भवन रहेको छ र यो चाहिँ हाम्रो जक्सन हाम्रो पहिलादेखि नै अब हाम्रो युथ केटाहरू जम्मा भयो हुने ठाउँ। अनि यो चाहिँ हाम्रो लाइको पख अनि यो चाहिँ हाम्रो यो भिडियो गर्ने स्थल है, हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस् गाइज, आजको परिश्रम मेरो श्रीमानज्यूको कस्तो लाग्यो कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। जोस जागरका साथ काम गरिराख्नु भएको छ, अहिले उहाँलाई इच्छा छ, आज चाहिँ दाउरा चिर्ने इच्छा भएको कारणले गर्दा मेहनतका साथ काम गरिराख्नु भएको छ। यसमा हामी धेरै खुसी छौँ। प्रब्लम के हो? भात खाना के को तरकारीसँग खाने? नखाने हो? ल बाई। ल मैले भात दिन्न के अरे। आमा के गर्नु भएको तपाईँ? चामल केलाएको पछि फेरि फर्किएर यो ट्राई गरेको हातमा फेरि फोका उठेर पनि फुटिसकेको अवस्था छ। यो कति टट्टाउँछ भन्ने कुरा चाहिँ गर्ने मान्छेलाई मात्रै थाहा हुन्छ होइन, भिडियो खिच्ने मान्छेलाई त्यति साह्रो थाहा हुँदैन। हाम्रो गाउँले जीवन भन्ने कुरा यस्तो हुन्छ, मन्चोरा दाउरा मुढा चिर्दा यस्तो हुँदो रहेछ।
सुगेले बिमिन प्रसाद खुलबुदे देथे मासेले मि नारन खुलबुदे देथे सुगेले मि खस्मे दे रनलांगी दे देथे मासेले मि प्रेते रनलांगी दे देथे मा सुगेले मि नुमारन लांगी दे देथे यो चाहिँ हाम्रो एकदम अर्ग्यानिक पहिलो पनि खोल तँलाई नि केही दिनको बसाइपछि वापस फेरि सवारीको लागि हामी टोडीतिर जाँदैछौँ। Bon. Take your cap out. Say something. What's the matter? ल ह्याप्पी न्यू इयर हजुरहरूलाई। Happy New Year to Babu. Have a safe one, Babu. ओके थ्याङ्क यू भेरी मच। अनि यो सेम टु यु मात्रै? अनि खै मलाई ह्याप्पी सेफ त नि मलाई नभने र खै भयो यता आउनु दुईजना धेरै झगडा नगर्ने है। राम्रोसँग पढी राम्रोसँग नयाँ वर्षको धेरै धेरै शुभकामना, शुभ यात्रा, राम्रोसँग जानु होला। That's it. Okay, okay. एड्रियन ल ल ल ओके ल ह्याप्पी न्यू इयर। राम्रोसँग बस्छु है, काम फटाफट गर्नुपर्छ ल दाइ। हजुरलाई नि नयाँ वर्षको शुभकामना। अनि म चाहिँ अब लागेँ ल। ल सेम टु यु। हस् नयाँ सालको धेरै धेरै शुभकामना। हजुर आफूले मनमा चिताएको पुगोस्, आँटेको पुगोस्। ल यही छ मेरो 2021 सालको शुभकामना। धिरान साहब सबै वरपर यसरी नै बसिरहेको छ है। म चाहिँ अहिले लाग्नै पऱ्यो मलाई 2-4 पैसाको लोभमा। धन्न सही भएछ पछाडिको ब्याकग्राउन्ड चाहिँ ब्लरिङ आएर।